प्रब्लम छ थाहा पाइसक्यो हैन ल तिमी चेक गर ल बेरिङ गयो होला हैन हेर न बेरिङ गयो त्यो कुन छ यो मैले यसमा के प्रब्लम छ थाहा पाइसक्यो तिमी भन ल त्यसमा के समस्या छ रेक्टिफायर हैन एउटा रेक्टिफायर हुन्छ अल्टरनेट राम्रो छ हेर नि हेर्दैन हेर्दैन कसरी तिमीले उ गरिदिन घुमाएर बेरिङ गयो कि बेरिङ गयो नि हुन्छ गएको छ बेरिङ बेरिङ त गएन अहिले ठीक छ राम्रो छ हेर के लाएर हेर बाहिरबाट देखिन्छ त्यो त्यसमा स्टेटर गयो होला स्टेटर खराब हो कसरी थाहा पायो स्टेटर खराब त्यसै स्टेटर खराब भन्दिन त नि किन तात्यो त त्यही त ल यसमा बाहिरबाट देखिन्छ क्या त्यो के लाएर हेर्नु देखिन्छ ल त्यो त्यही अब हजुर काम गरेर मान्छे हो थाहा अब रेगुलेटर गएर चार्जै दिँदैन बाहिरबाट देखिन्छ देखिन्छ क्या त्यो यहाँबाट पछि उल्टापल्टा यहाँबाट के लाएर हेर भित्र के भएको छ स्टेटर गएको थियो नि त स्टेटरै हो हाम्रो नयाँ अल्टरनेटर मेकानिक्स होइन खोल न खोल अघि खोल्ने तिम्रोमा ठ्याक्क भिडियो बनाइन्छ सबै युट्युबमा हाल्नुपर्छ सिकारीलाई मेकानिक बनाइदिनु हुनुभयो सिका तिमी त भोलिपर्सि गएर कहाँ त सुदूरपश्चिम हल्लाउने मान्छे हो नि तिमीलाई म सुदूरपश्चिम हल्लाउने बनाउँछ बस न बिस्तारो त्यहाँ के छ हेर ध्यानै देखाएन मान्छे खोल्दाखेरि त्यहाँनिर त्यसको त्यो इन्सुलेसनहरू हुन्छ क्या बिस्तारो खोला त्यहाँनिर त्यसको फाइबरहरू झर्छ अहिले फेरि सुई सुई खोल्ने होइन बिस्तारो खोला अर्को पनि बिस्तारो खोला आनन्दले त्यो गरेर खोल्नुपर्छ क्या त्यो तार कहाँ थियो अहिले बिर्सिन्छ फेरि यताको उता उताको यता होला हो ल खोला त्यसलाई निकाल यो 4 वटा खोला भोलि कसको प्रडक्ट हो भन्दाखेरि सुनिलको प्रडक्ट हो भनेर बेइज्जत चाहिँ हुन्न अवस्था नहोस् यति मात्रै हो बेइज्जत गर्दैन चलले मलाई थाहा छ चल्लामा यस्तो डेन्जर बनाइन्छ नि सोधिहाल्छ नि कोसँग सिके पह त्यति खोला नि एउटा गरेर लगाउनु मार्क लगाउ ल यताबाट ढल भैमा राख अल्टरनेटरलाई भैमा राख यहाँ एउटा मार्क लगाऊ तिमी उतापट्टि नि लगाऊ सिधै ल भयो ल भयो 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 आउँछ टुटुको हाने आउँछ आउँछ अब यसलाई तल्तिर झुन्ड्याउ त्यहाँसम्म यता टुक्टुक बिस्तारै टक्टक टक्टक ल देखाउ के भएर रहेछ र अल्टरनेटर स्टेटर गएको रहेछ ल हेर स्टेटर मात्र होइन तल डायोड पनि गएको छ ल हेर डायोड पनि गएको छ होइन डायोडहरू पनि जल्या छ नि त त्यहाँनिर जल्या छ अनि स्टेटरहरू के भएको छ स्टेटर पुरै जल्या खायो नि त त्यो रोटर ल्याउ त रोटर केही भएको छ कि रोटर केही भएको छ रोटर ठिक छ ल अनि त्यसको स्लिप रिङहरू पनि ठिक छ बेरिङ पनि हातले चेक गर यस्तो यस्तो ढक चेक गर ढक ढक यसरी यसरी दुईवटामा हल्का यसरी चेक गर्नु तपाईँ हल्का ढक त छ यतिले काम गर्छ ल ठिक छ त्यतिले केही असर गर्दैन यसो हाम्रो चाहिँ के अरे अल्टरनेटरको चाहिँ स्टेटर स्वाहा भएछ होइन त जल्या छ डायोड पनि भित्रको रेक्टिफायर पनि गएको छ ल निकाल्ने के होला दाइ कारण के होला त्यो त भन न ल स्टेटर किन गयो त स्टेटर काम के एसीलाई डीसीमा कन्भर्ट गरिने होइन के एसी करेन्ट गर्ने होइन स्टेटर काम के अरे एसी करेन्ट उत्पादन गर्ने डाइरेक्ट डीसीमा चेन्ज गर्ने होइन त एक्सेसिभ करेन्ट आयो धेरै करेन्ट उत्पादन गर्यो धेरै करेन्ट उत्पादन गर्नुको कारण के हो यो रेगुलेटर बिग्रिन नि सक्छ नि त रेगुलेटर बिग्रिन नि सक्छ नि त आवश्यक 14 भोल्ट पुगेपछि यसले अटो कट गर्ने हो कट गरेन कि त्यही नै हुनसक्छ होइन अर्को तिम्रो सर्ट सर्किटले नि हुनसक्छ होइन ब्याट्री बिग्रियो मेन त ब्याट्री बिग्रियो भने होइन बिग्रेको ब्याट्री हाल्यो भने होइन गयो क्या ब्याट्रीहरू सर्ट छ भने पनि जान्छ यसले बुझ्यौ त्यसो केही छ त्यहाँ फाइबरहरू छ
फाइबर छैन यो नटभित्र अलि अब यस्तो गर यसरी यहाँ समाउ अनि मैले यहाँ हालेँ गुड अब चाहिँ हाम्रो चाहिँ के भएर रहेछ त ल अल्टरनेटर त पुरै ल पुरै जलेर यो काम नलाग्ने भएको छ यो पुरै त्यही भएर गाडी एकदम हिट हुने अल्टरनेटर गनाउने यो जानुको कारणहरू चाहिँ एउटा दुईवटा भनिदेऊ न त के कारणले चाहिँ जान सक्ला यो